हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। अनि म चाहिँ आज थुप्रो महिनापछि भिडियो बनाउँदैछु फेरि। अनि यता हुनुहुन्छ हाम्रो दादा, यता हुनुहुन्छ दिदी। अनि आज चाहिँ उहाँहरूले मलाई घुमाउनु लानुहुँदैछ। घुम्नु जानु लागेको गाइस। यता स्पोन्सर आज चाहिँ रैला हान्नु पर्छ इकडा हो। आजको स्पोन्सर चाहिँ यता हुनुहुन्छ। अन्त म हैन, म चाहिँ खुसी भएर यस्तो म चाहिँ आजको म तपाईँलाई ड्रेस देखाउँछु ल। आज चाहिँ मैले पुरा वाइट ड्रेस लाग्छु, देखेन त पुरा ड्रेस। ओइ यहाँ आउनु त दादा। आज चाहिँ हामी सबैले वाइट लगाएको रहेछ क्या फेरि। वाइट दिदीले पनि वाइट होइन हाम्रो आउटफिट। खोइ दिदी हौ, हाम्रो आउटफिट खुसी छु म, खुसी। अब हामी चाहिँ जाने होला। नयाँ च्यानलमा नयाँ मान्छे हुनुहुन्छ भने गाइस सब्सक्राइब हानिदिनु होला है। अनि साथीहरू हामी चाहिँ हिँड्नु निस्किसक्यौँ। पुरा गर्मी रहेछ बाहिर त। मेरो चाहिँ लिट हो, फ्यान पनि छ, सानो फ्यान पनि छ है मेरो चाहिँ ल। अनि हाम्रो रुम चाहिँ यहाँ हो। अनि हामी चाहिँ हिँड्दैछौँ, कहाँ जाँदैछौँ त्यो चाहिँ डेस्टिनेसनमा पुगेर भन्छु। अब चाहिँ हामी म्याजिकमा चढेर जान्छौँ। म्याजिकमा गरम भयो गरम। यस्तो तातो यहाँ मेरो पसिना देख्न सक्नुहुन्छ। आमा खुसी भएको रे कस्तो खुट्टा कामेको साथीहरू। पुरा यो दादाले चाहिँ मलाई अहिले भर्खरै रिस उठाएको छ साथीहरू। के भन्छ हावा हैन गाइस। कस्तो रिस उठ्यो मलाई त। हो के भन्नु त हो नि उसको त छोरी मान्छेको भन्दा ज्यादा मुड स्विङ हुन्छ। एटिट्युड छोरा मान्छेको पुरा हामी चाहिँ छोरा मान्छे जस्तो ऊ चाहिँ छोरी मान्छे जस्तो भइरहेको छ। पुरा मुडहरू पनि अफ गरिदियो झन्डै दादाले मेरो। हामी चाहिँ अहिले म्याजिकमा गएनौँ, हामी सिटीमै गयौँ। खिच्दैन, हामी चाहिँ यहाँ जङ्गलमा आइपुग्यौँ। अब फोटो खिच्ने। फोटो खिच्नुमै त गाइस है। यता साइडमा साइकल हामी चाहिँ पुरा यहाँ केमा कुइने टारमा आएको छु। अब माथि जाने रे हामी। दादा दिदी म आएको छौँ। अन्त अब हामी माथि जाने हिँड्दै माथि हिँड्नु चाहिँ सक्दिनँ तर राति चाहिँ मजाको देखिन्छ, अहिले त मजाकै देखिँदैन। हिँड्नै सक्दिनँ म त, नजाने। साथीहरू पुरा गर्मी रहेछ यहाँ पनि, पसिना भयो। गीत बजेको सुन्दैछ। भन्दैछु नगर्नु न भनेको नि जान्दैन मान्दैन नि। हो त्यस्तो हुन्छ कि। मैले पुरा एउटा भिडियो कैद गरेँ। भरे बन्दानाले पनि त्यही हाल्नु। ठुलो मान्छे हो कि सानो मान्छे हो। दिदी भरे चाहिँ क्लिप हाल्नु। के हाँसेको थियो दादा। औ यता हेर्नु त, आउने कि नआउने? पुरा गर्मी भयो साथीहरू। त्यही कस्तो राम्रो तपाईँको ल्यासेस देखिरहेको छ। हुन्छ त्यस्तै। हाम्रो बोरोदार चाहिँ आउनुहुँदैछ। पुरा हामी घुम्न आएको यहाँ।
साथीहरू हामी चाहिँ त्यहाँ यहाँ खोरी आएको नि त घुम्न अहिले अन्त अलिकति भयो अन्त दादाहरू अगाडि जानुहुँदैछ म यहाँ पछाडि पछाडि हिँड्दैछु हामी चाहिँ पुरा यहाँ खाइरहेछौँ अब दरो यो चाहिँ स्पोन्सर चाहिँ 2 जनाले गर्नुभएको किन गर्नुभएको भने अनि आज चाहिँ उहाँहरूको युट्युब इन्कम आएको दिन हो त्यही भएर चाहिँ पुरा खुसियाली मनाइरहेको छौँ हामी चाहिँ मेरो चाहिँ पुरा मेमोरिजको लागि म चाहिँ भिडियो बनाउँछु उसको भिडियो हेरेर होइन तपाईँ हाँसेर मर्नुहुन्छ अन्त चटपटे खाइला हामी त्यही भएर गर भनेको क्या कमेडी गर्नु छ खोइ भिडियो त्यो भिडियो छ गुराँस टिपेको भिडियो हेर्दा नि त्यो ऊ चाहिँ कोही फिल्ममा उत्रिहाल्छ किन उत्रेको यो पैसा चाहिँ साथीहरू हाम्रो चाहिँ फर्स्ट पेमेन्ट युट्युबबाट आएको फर्स्ट इन्कम धेरै खुसी छु म चाहिँ गाइस अब यहाँ के कति छ अब त्यो चाहिँ कसरी भन्नु अनि कस्तो होस् यो 300 त्यति हो गाइस साथीहरू हामी चाहिँ खाइसक्यौँ यस हामीले चाहिँ स्टार्टिङबाटै एन्डिङ भइसकेको छ अब जाने घर जाने बेलाको तयारी भइराखेको छ चाहिँ हामी जान्छौँ ल हामी चाहिँ अब घर जान्छौँ पुरा गर्मी भएर हो मैले चाहिँ यो कपालहरू पनि बाँधेको अब साथीहरू अब चाहिँ साँझ परिसकेको छ हामी चाहिँ पुरा खाएर अगाएर टन्न भएर बाहिर निस्केको छौँ होइन साँझ परिसक्यो अब घर जाने हो हामी चाहिँ लभ बर्ड्स गाह्रो छ मलाई कति सानो देखेको यहाँ त साथीहरू हामी चाहिँ घर आइसक्यौँ अनि अहिले भर्खर आएको अब खानासाना बनाउने अनि सुत्ने अनि दिनभरि चाहिँ यस्तै भयो दिनभरि भन्दा नि हामी एकदमै ढिलो गएको थियौँ होइन आज बेलुका नै गएको थियौँ ढिलो अनि आउँदा बेलुका नै भइसक्यो अनि अब खानासाना बनाएर सुत्ने आजलाई यति नै बाइ बाइ